चुप लाग तिमी खुर्क हिँडिहाल त यो पापी जुन अवस्थामा हुनुपर्ने हो त्यही अवस्थामा छ यसलाई यही ठिक्क छ उहाँ बुबा आमालाई गाडी चढाउन ढिलो भइसक्यो खुर्क हिँड पुर्याउन ढिलो भएर केही पनि हुन्न गदाइ तर तपाईँको ज्वाइँलाई केही भयो भनेदेखि म त आफूलाई माफ गर्न सक्दिनँ मलाई यस्तो अवस्था छोड्नु सक्दिनँ दाइ लौ न हामी जाऊँ न छिटोवाला लिएर अस्पताल जाऊँ न दाइ के भयो कसले मलाई यस्तो अवस्था छिटो आउनु न गदाइ के हेर्नु पर्नुभयो ए बुइनी यो पापी अपराधीले कतिसम्म दुःख दिएको थियो सबै बिर्स्यौ त्यही पाप कराएको के छोड्देऊ न मरिराखोस् दाइ यस्ता कुरा पछि गरौँ ल पहिला उहाँलाई निको पार्नु हाम्रो धर्म हो तपाईँकी बुइनी